के छ हालखबर सबैजनाको। आज चाहिँ मेरो यात्राको 8औँ दिन होइन। आज सबैजनालाई नमस्कार। आज चाहिँ अलिकति भिडियो बनाउन अलि ढिला भयो, त्यसको लागि चाहिँ माफ गरिदिनु होला। किनभने मेरो काम चाहिँ 12 बजेसम्म थियो, अनि त्यसपछि तर आज अलिकति बिजी भएर 2 बजेसम्म बसेँ यता। अनि त्यसपछि आज चाहिँ मैले पार्कको भिडियो बनाउँछु भनेको थिएँ, किन है फेरि यसले कुचिया थुप्रा लिएर आयो भनेर सोच्नुभयो होला होइन। आज चाहिँ मैले दिउँसो भिडियो बनाउँछु भनेर सोचिरहेको थिएँ, तर पानी भऱ्यो क्या। अब मौसमले च्यालेन्ज गर्यो हेर्नु होइन, मौसमले च्यालेन्ज गरेर अब घरबाट बाहिर निस्किनै दिएन। अनि त्यसपछि अलिअलि मेरो हल्का व्यस्तताको कारणले पनि आज अलिकति भिडियो बनाउन सकिनँ होइन दिउँसो। अब त्यसको लागि त भोलि छँदैछ नि, भोलि नै दिन्छ हाम्रो होइन, के भएर भोलि बनाउँला नि होइन। अनि आज चाहिँ अब यही मेरै थुप्रा लिएर आएँ। अनि त्यसपछि अब कति बोल्छ भन्ठानु होला है। अब यस्तै छु म, के गर्नु, अहिले बोलाइरहेको छु होइन। अब फेरि के अरे हाम्रो उखान पनि थियो नि, बोल्नेको पिठो बिग्छ नमोल्नेको चामल पनि बिग्दैन भनेर। यो चाहिँ हो कि क्या हो जस्तो लाग्छ क्या आजकल होइन। अलिकति बोल्नै पर्ने रहेछ क्या, नबोलेर चुप लागेर बसेर काम चाहिँ रहन्छ। आज चाहिँ अलिकति पसिना भएको छु गाइस होइन। अब यसो त्यसको लागि चाहिँ इग्नोर गरिदिनु। मेरो अनुहार पनि खासै राम्रो छैन, त्यसको लागि पनि इग्नोर गरिदिनु होइन। अब लुगा त झन् के कुरा हार्नु होइन। अब अहिले चाहिँ गर्मी भइछ। अब के भयो, ए अर्को गाडी स्टार्ट गर्दो रहेछ। अब के गर्नु, डरको माहौल छ नि केटा हो। अब यहाँ विश्वयुद्ध भइरहेछ, अब जतिखेर पनि पड्किन सक्छ, के गर्ने, अलिअलि डराउनु पनि पर्छ है। अनि त्यसपछि के भन्न लागिरहेको थिएँ भने, अब मलाई चाहिँ कतिजनाले चिन्नुहुन्छ होइन। अब धेरैजनाको एकदम पर्सेप्सन अब छुट्टै भयो होला क्या। अब मलाई पहिल्यैदेखि चिन्ने मेरो बच्चा बेलादेखिको साथीहरू होइन, अब यताउति फ्रेन्ड्स रिलेटिभ्सहरूले त अब म यस्तै छु भन्ने थाहा छ होइन। उखु यो त अहिले विदेश गएर पनि परिवर्तन भएर रहन्छ भनेर भनिरहनुहुन्छ होइन, भनिरहनु भयो होला। म परिवर्तन त हुँदिनँ नि होइन, म यस्तै छु, यस्तै रहन्छु, सधैँभरि यस्तै हुनेछु नि। अनि अलिअलि मेरो यस्ता इन्स्टाग्रामतिरको साथीहरू यताउति होइन, कलेजको साथीहरू हुन्छ नि अलिकति जोस चिन्ने, अब जोस इन्स्टाग्रामतिर कनेक्सनहरू भएको, अब यताउति पर्सनालिटी अब छुट्टै थियो नि त त्यतिखेर। यो भाइ त कति सोझो जस्तो हुन्थ्यो होला है, अब फटारेछ भन्नुहुन्छ होला है। तर त्यस्तो चाहिँ होइन म चाहिँ अब अलिअलि बोल्नुपर्छ भने जस्तो गर्छु। अनि त्यसपछि त्यही आज चाहिँ हिजोको कथा कस्तो लाग्छ तपाईँहरूलाई, हिजोको मेरो त्यो टाउको कहानी यदि मनपर्छ भने चाहिँ त्यो झुटो केही पनि होइन है। मैले जे हो मेरो जीवनसँग एकदमै सबै मिलेका मेरा अतीतहरू भनौँ न, मेरा पुराना होइन यादहरू मैले एकदमै समेटेर मैले बोलिरहेको हो, भनिरहेको हो होइन। अब त्यो एकदमै त्यसमा केही झुट छैन। अनि आज चाहिँ एउटा कथा सुनाउँ न त, हावा कथा होइन। अब हुन चाहिँ यो के अरे वास्तविक जीवनसँग मेल पनि खाने, तर सत्य पनि हो, कति भयो सत्य कुरा। मैले अब उखान भने नि, बोल्नेको के अरे पिठो बिग्छ नबोल्नेको चामल पनि बिग्दैन भनेर। म चाहिँ आज तपाईँहरूले एउटा प्रसङ्ग भन्न चाहन्छु क्या। एउटा चाहिँ जोस बच्चैदेखि मिल्ने 2जना साथीहरू थिए क्या एक ठाउँमा होइन, मसँगै जोस भएको नै भनौँ न ल, मसँग भएको नै साथीहरू नै भनौँ। 2जना चाहिँ एकदमै मिल्ने साथीहरू। अब उनीहरूको के भयो भन्दा एसएलसीसम्म नि सँगै पढेँ हो, 2जना सँगै पढेँ। अनि त्यसपछि एसएलसी पास गरेँ। अनि त्यसपछि कलेज आएँ होइन, कलेज आएर उनीहरू 2जना सँगै बस्ने। अनि एकजना चाहिँ एकदमै सोझो क्या, सोझो भन्नाले अब यताउति अब कलेज भनेपछि त त्यही त हो नि, अलिकति टिनेज हुने होइन, अब केटीहरूलाई जिस्काउने यताउति त्यस्तो हुन्थ्यो नि त। मैले चाहिँ त्यस्तो कहिले पनि भइनँ म चाहिँ होइन। म चाहिँ केटी भने चाहिँ लजाउने खालको मान्छे थिएँ होइन। अनि तर त्यस्तो हुन्छ नि त मान्छेहरूलाई, कलेज गएपछि त अलिअलि केटी जिस्काउनुपर्छ भने जस्तो गर्छन् नि त होइन। अब किन त्यस्तो गर्छन् चाहिँ थाहा छैन, तर बेला क्या टिनेज त्यत्तिकै भने वैंश त्यत्तिकै भन्दैन नि त होइन। अनि कुरा अब जोडौँ है त, कस्तो भने एकजना चाहिँ केटीसँग बोल्नै लजाउने, अनि एकजना त्यो साथीमध्ये चाहिँ एकजना चाहिँ अलिक फटा हावा गफ पेल्ने। अनि त्यसपछि उनीहरूलाई चाहिँ संयोगवश एउटै केटी मन परेछ क्या क्लासको होइन, कलेज गएको भर्खरै 2जनाले अब एउटै केटी मन पऱ्यो। अब उनीहरूले एकअर्कालाई त भनेको थिएन। अब के भयो नि त भन्दाखेरि चाहिँ एकजना चाहिँ लजाउने। अनि त्यो अर्को साथीलाई पनि त्यो केटी मन परेको कारण चाहिँ ऊ चाहिँ अर्को सेक्सनको थिए होइन। अनि त्यही सोझो केटाले क्या, जो केटीसँग लजाउँछ नि त्यसले चाहिँ होइन, हेर्न त्यो केटी त कस्तो राम्रो छ यताउति भनेर के अरे आइडी साइडी पत्ता लगाएर ऊ चाहिँ एकदमै आइडी साइडी सर्च हान्ने यताउति क्या। अब जो खोजेर कहाँबाट विभिन्न केटीहरूको आइडी साइडी पत्ता लगाउने। अब त्यस्तो केटाहरू नि हुन्छ नि त होइन, पत्ता लगाउने तर आफू नबोल्ने।
अनि त्यसपछि फ्रेन्ड रिक्वेस्ट पठाएछ होइन। अनि त्यसपछि फ्रेन्ड रिक्वेस्ट पठाएछ, अब एसेट पनि भएछ। अब जे होस् आफ्नै कलेजमा पढ्यो भने चाहिँ एसेट भएछ। अनि त्यसपछि उसले भनेछ ओहो मैले त हेर्न त्यो केटी क्या राम्रो लाग्छ, के अरे मैले फ्रेन्ड रिक्वेस्ट पनि पठाइदिएँ, एसेट गरेपछि मैले त बोल्न थालिसकेँ भनेर अलिअलि बढाइ चढाइ फ्रेन्ड रिक्वेस्ट एसेट मात्र भएको थियो होइन। अनि हाई भनेर मेसेज गरेको थियो, रिप्लाई नभएको, ओहो मैले त हाई हेलो गर्न थालिसकेँ भनेर अलिकति बढाएरै भनेछ होइन। अब साथीले केटीसँग पो त झन् त होइन, आफ्नो साथीसँग के लगाउँथ्यो। अनि त्यसपछि ओहो ल भएन म पनि गर्छु भनेर उसले चाहिँ मनमा भएर ल ठिक छ पट्या भनेर चाहिँ अगाडि चाहिँ भनेछ होइन। तर उसले चाहिँ पछाडि ओहो देखेछ होइन, ओहो यो केटी त राम्रै रहेछ, म पनि अलिकति ट्राई गर्नु पऱ्यो भने जस्तो गरेछ होइन। अनि त्यसपछि त्यस्तो गरेर उसले पनि फ्रेन्ड रिक्वेस्ट यताउति पठाएछ। तर अब ऊ सोझो बिचरा मरो बोल्न लजाउने हाई भनेर अब 2 दिनपछि रिप्लाई हाल्यो भनेर होइन। अनि के छ कस्तो छ, खाना खायो, सुत्ने बेला भयो, होमवर्क गऱ्यौ कि गरेनौ, अब त्यस्तै हुन्छ नि अलिकति लजावटी मरो होइन। अब त्यो पनि आड गरेर बोल्यो होइन। फेरि कलेजमा गएपछि बोल्दै नबोल्ने के लजाउने, यतातिर देखे पनि अर्कोतिर वारीतिर केटीले हेरेछ भने पारीतिर फर्केर जाने क्या। अब फेसबुकमा चाहिँ यसो आयो दिने होइन। अनि त्यसपछि केटीलाई देखेपछि अनि त्यसपछि थरथर त्यत्तिकै थरथरी हुने क्या त्यस्तो होइन। अनि त्यसपछि अर्को फटामरोले चाहिँ यसो गफसफ हानेर अब हाई भन्ने अप्रोच गर्ने पनि तरिका हुन्छ नि त होइन। ऊ छुट्टै अलिकति कविता सविता गजल सजल हानेर अलिकति हिमचिम अलिकति बढाएछ, हिमचिम अब त्यो केटीसँग अलिकति बढायो भनौँ न होइन। अनि त्यसपछि अनि ऊ चाहिँ के भइरहेछ भनेर होइन। अब उनीहरूले चाहिँ गफ गर्न थाल्यो होइन, 2जना साथीहरूले चाहिँ ओहो मैले पनि फ्रेन्ड रिक्वेस्ट पठाएँ अब चाहिँ भनेर होइन। अनि त्यसपछि के मैले त यहाँ रिप्लाई नै गर्दिनँ भनेर, तर अलिकति हिमचिम बढाइसकेको केटाले चाहिँ मैले त अब खासै बोल्दिनँ के हो तँसँग चाहिँ कति बोल्छु ए मसँग त बोलिरहेको हुन्छ अब बिचरा मरो होइन। बेला राति 9 बजी चाहिँ खाना खायो भनेर भन्ने त्यत्तिकैमा उसको मेसेज टर्ने। तर उतार चाहिँ अब फन्टुसले अर्को फटाएको खाइरहेछ होइन, यता फ्लट रामधुलै हानिरहेछ। तर अनि त्यही कुरामा चाहिँ अब बिचराले जे होस् त्यही खाना खायो र खाजा खायो, होमवर्क गऱ्योमै उसले 2 हप्ता 3 हप्ता बिता। तर उसले चाहिँ उडाइदियो केटी, अब जे होस् ल घुम्न जाऊँ भनेर यताउति गफसफ हानेर फ्लटसट हानेर ल घुम्न जाऊँ न त आज भनेर ल सिद्ध पोखरीतिर गएछन् होइन। अनि त्यसपछि के अरे अब त्यो 2 दिनपछि त अर्को केटाले थाहा भयो साथीलाई। अनि त्यसपछि अब जलन भयो नि त, ओहो मैले नै भन्दा केटी मन पऱ्यो, यो त फटा रहेछ भने जस्तो गऱ्यो होइन। अनि त्यसपछि उनीहरूको जो चाहिँ एकअर्कामा अलिकति मनमुटावै भएको थियो अरे। अब यो चाहिँ मैले किन जोडेँ भन्दा चाहिँ अब ल हेर्नु त बोल्ने मान्छेको पिठो नि बिग्छ भने त्यत्तिकै हो त, अलिकति बोल्न चाहिँ पर्ने रहेछ भन्नु खोजेँ। अब बिचरा हुन त उसले मन पराएर यताउति चाहिँ केटाले भन्यो, तर उसैले उडाइदियो के गर्ने। अब जमाना भलाइको छैन होइन। अब यो चाहिँ अलिकति जिस्किया मात्र कुरो भयो होइन। अब ठिकै छ साथीहरू यस्तै छ। अब भोलि म नयाँ प्रसङ्ग लिएर आइहाल्छु होइन। अब यो नयाँ जाँदा चाहिँ म एउटा कुरा याद गर्न चाहन्छु, एउटा कुरा म याद पनि गर्छु भन्नु सेयर पनि गर्न चाहन्छु क्या। अनि यो के अरे हाम्रो बाहरूले होइन हजुरबा हजुरआमाहरूले चाहिँ किन चाहिँ हाम्रो पालना चाहिँ यस्तो उस्तो भनेर किन कहानी भन्छन् भने अब अलिकति बुढो हुँदै गएपछि हामीलाई पनि त्यस्तो भन्न मन लाग्ने रहेछ क्या। बाहरूले भन्नुहुन्थ्यो हाम्रो स्कुल जाँदाखेरि 6-7 किलोमिटर 8-10 किलोमिटर हिँडेर जानु पर्थ्यो, खुट्टा चप्पल हुन्थेन, प्यान्ट पनि पाल पऱ्यो, एकतिर टाले एकतिर जुत्ता 2 थरीको होइन, रातो जुत्ता कालो पालिस लाएर भनेर। अब हुन त रियलै थियो होला त्यो बेला होइन। अब त्यसपछि अब हामीलाई पनि अहिले त्यस्तै लाग्ने कि अहिलेको बच्चाहरूलाई हेऱ्यो अब साइकल किनिदिँदा हुँदैन, उनीहरूलाई नि साइकल पनि थरी चाहिन्छ हो किन। अब हाम्रो पाला केटाहरूलाई गाडा चढेरै भएको थियो क्या, हामी त गाडा चढेरै हुर्क्यो। एकजनाले गाडा चलाउने, 3जनामा गाडामाथि बस्ने, अनि त्यसपछि फेरि अलिअलि सम्म बाटो हो र त्यसपछि भिरमा यस्तो सानोतिनो गोरेटो बाटोमा गुल्टाउने। हाम्रो बचपन चाहिँ यसरी नै बित्यो होइन त। अब यो हेरिरहेको केटाहरू हाम्रो दाजुभाइले नि हेर्छन् होइन, अब हामीलाई सबैलाई थाहा छ होइन। अनि त्यसपछि त्यति मात्र हो र एकजनाको साइकल हुन्थ्यो, अनि त्यसपछि सबजना लाइन लागेर चढ्ने। अब त्यति मात्र सधैँ साइकल भए त हुन्थ्यो नि, उसको साइकल नि बिग्रेर पछाडिको टायर सायर निस्केर त्यो डन्डी मात्र हुन्छ नि फलाम, त्यो त्रिपड भइसक्दाखेरि पनि लाइन लाएर त्यसरी चढिन्थ्यो। अब पाङ्रा कति गुडाइन्थ्यो, म 10 कक्षासम्म गुडाउँदै थिएँ पाङ्रा। त्यो पाइपको हुन्छ नि झुलको पाइप झिकेर अनि त्यसपछि त्यो सधैँ छाता बिगारेर त्यो छाताको डन्डीलाई यस्तो बङ्गाएर होइन गोलो बनाएर लट्ठीभित्र छिराएर यसरी पाङ्रा गुडाइन्थ्यो। त्यति मात्र भएर अहिले त बच्चाहरूले बाँसको खपेटा भने के थाहा छैन। हामी चाहिँ अब त्यो बाँसको खपेटालाई चाहिँ ठ्याक्क त्यो अलिअलि सारो माटो साटो घाँस सासमा यताउति दल्ने, किनभने अब झुस बित्थ्यो नि त अलिकति त्यसको यस्तो चिलाउने होइन सक्सक हुने। अनि त्यो खपेटाको चाहिँ गोलो पारेको खपेटालाई चाहिँ त्यो पछाडिको झुस यस्तो मारेर अनि खपेटाले यसरी गुडाइन्थ्यो पाङ्रा। त्यो त कति गरिन्थ्यो। अब आजकलको बच्चाहरूलाई भन्यो भने कथा जस्तो लाग्दैन थियो। अब हाम्रो बाहरूको पालाको कथा नि त्यस्तै होला, अब वास्तविक भएको अब हामीलाई चाहिँ सुन्दा अलिकति ओहो भन्ने जस्तो लाग्ने क्या। अब त्यस्तै हो, गाडा खुब गुडाइन्थ्यो, गाडा चलाउन हान्थाप हुन्थ्यो हाम्रो।
त्यस्तो जमाना थियो नि त होइन। अहिले अहिले त जस सबै छ होइन। अब त्यही पनि अब बचपनको याद गर्दा त्यस्तो रमाइलो बाल्यकालहरू त्यसरी रमाइलो बितेको थियो नि त हाम्रो होइन। अब गाडा चलाउन हान्था भने ल म चलाउँछु भन्ने होइन। अब कतिलाई त गाडा भन्ने कुरा पनि थाहा छैन होला, यस्तो छ होइन। अब गाडामा चाहिँ अब हाम्रो जस गाउँतिरकै दाजुभाइहरू हुनुहुन्थ्यो, रुपेश, अमृत होइन, अचुत उज्जवल त अब मेरै दाइ भइहाल्यो आफ्नै होइन। अनि त्यसपछि अरू नि आफ्नै दाइ हो भयो नि। उज्जवल चाहिँ आफ्नै भनौँ न एउटै मम्मीको कुखबाट जन्मिया दाजुभाइ भनौँ न होइन। हामी चाहिँ सधैँ सँगै खेल्ने, अब गाडा चलाइन्थ्यो, क्रिकेट सिकेट कति खेलिन्थ्यो होइन, हात घुँडा कति तासिन्थ्यो। अब त्यसरी नै बाल्यकालहरू चाहिँ एकदमै गोल्डन भयो क्या हाम्रो, एकदमै सुनौलो नै भयो होइन। जस धेरै कुराहरू एक्सपिरियन्स गर्न पाइयो होइन। अब आजकल त अब सबै मोबाइलमै छ होइन। त्यही भएर चाहिँ अब जस अब आफूलाई चाहिँ अब यसो सम्झिँदा नि त्यस्तो दिनहरू सम्झिँदा रमाइलो लाग्छ क्या, अनि यसो सेयर गरौँ भनेर नि। त्यही त ठिक छ, अब आजलाई यति भन्दै 11 मिनट नै भइसक्यो, भिडियोहरू हेरिदिनु होला है त। जय नेपाल। अनि आज अलिकति ढिला भयो, त्यसको लागि चाहिँ म क्षमा चाहन्छु। अब भोलि चाहिँ पक्का म पार्कमा घुमाउनु लिएर जान्छु है त। पार्क कस्तो छ यतातिरको होइन, नेपालतिर नि यस्तै पार्कहरू अलिअलि, अब पार्कहरू त भित्रिसक्यो तर अलिअलि मोडर्न भनौँ न, अलिअलि यताको के छ होइन, उता नेपालमा नभएको अलिअलि जोस् त्यस्तै कपी गर्न सक्यो भने राम्रो हुन्छ। राम्रो कुरा कपी नै गर्नुपर्छ होइन। र यति भन्दै आजलाई चाहिँ जय नेपाल, जय राष्ट्र यति भन्दै बिदा हुन्छु होइन। हाम्रो यात्रा चाहिँ निरन्तर अगाडि बढिरहेछ, रोकिँदैन होइन। आज 8औँ दिन पनि पुरा भयो। फेरि भोलि भेटौँला है त। धन्यवाद।